यो क्वेसनमा चाहिँ अब अगाडि चाहिँ एउटा थियो नि त, साइन एक्स इज इक्वल टु एउटा सिङ्गल थियो ट्रिगोनोमेट्रिक रेसियो, यसमा चाहिँ दुईवटा छ अनि प्रुभ गर्नुपर्ने छ। अब यस्तोमा चाहिँ अलिक के गर्ने भने डाइरेक्ट यसलाई नै लिने। र हामीलाई के चाहिएको छ, 10 चाहिएको छ। 10 बनाउनलाई के गर्नु पर्यो, यसलाई कसले डिभाइड गर्नु पर्यो, त्यसपछि यसलाई पनि गर्नुपर्छ, यसलाई पनि गर्नुपर्छ। एउटालाई गरेपछि सबलाई गर्नु पर्यो होइन, दुईतिरै। यो काटियो, 4 भयो, 3 tan थीटा भयो। कसलाई उल्टायो भने के हुन्छ, सेक हुन्छ। सो 4 + 3 tan थीटा र सेक एसटी थाहा छ नि, सेक स्क्वायर थीटा माइनस tan स्क्वायर थीटा इज इक्वल टु 1 या प्लस tan स्क्वायर थीटा, अनि यो स्क्वायर यता गएपछि रुट हुन्छ, मतलब 1 + tan स्क्वायर थीटा। यस्तो भयो। अब यहाँबाट कसरी सल्भ गर्न मिलेन, स्क्वायरिङ गर्ने दुईतिरै, स्क्वायरिङ अन बोथ साइड। त के भयो, 4 × 16, 2 × 4 × 3 कति हुन्छ, 2 × 6 = 24 tan थीटा प्लस 3 × 9 tan स्क्वायर थीटा। यो 25 हुन्छ, 25 + 25 tan स्क्वायर थीटा। अब यता ठुलो छ त्यही भएर यता यता ल्याऊँ सबैलाई। 25 - 9 16 tan स्क्वायर थीटा। 24 यता आउँदा -24, 25 - 16 -9 + 9 = 0। अब यो फेरि फर्मुला भयो है त, a² - 2a, यो 3 स्क्वायर भएपछि यस्तो भयो। सो 4 tan थीटा - 3 होल स्क्वायर = 0। अब आइदर अर गर्दा पनि हुन्छ, दुइटै टर्म एउटै छ, त्यही भएर 4 tan थीटा - 3 = 0, tan थीटा = 3/4। प्रुभ भयो है त। अब यसरी नै गर्ने, अलिक सजिलो।